साथीहरु नमस्कार है। आराम हुनुहुन्छ होला। तपाईले अहिले हाल अमेरिकाबाट गएका कलाकारहरुको कुराहरु पनि सुन्नु भएको थियो होला हैन। तर मलाई थोरै केही कुराहरु भन्न मन लाग्यो हैन। तर अब तपाईहरुलाई कति बुझ्नुहुन्छ, तपाईले कति सपोर्ट गर्नुहुन्छ, कति गर्नुहुन्न त्यो तपाईहरुको कुरा भयो हैन। तपाईले कसरी बुझ्नु भएको छ, कसरी लिइरहनु भएको छ त्यो तपाईहरुको कुरा भयो हैन। तर वास्तविक कुरा है तपाईहरुले बुझ्नु पर्छ। म तपाईलाई हृदयदेखिबाट भन्न चाहन्छु हैन। एलिना चोवान त बहिनी नै हो हैन। मैले चिन्दिन उसलाई, तर उसको सुरुबाटै उसको हाउभाउ हैन यताउता देख्दाखेरि मलाई सबैभन्दा मन नपर्ने कलाकारमा गनिन्थ्यो है। तपाईले चाहे जेसुकै भन्नुस् मलाई, तर मलाई सुरुबाटै मन नपर्ने कलाकारमा गनिन्थ्यो हैन। यो टुप्पोबाट पलाएको भन्छ नि हो, त्यस्तो कलाकारमा मैले उहाँलाई लिन्थेँ। मैले पनि आजभन्दा धेरै वर्ष अगाडि गरेँ। मैले पनि कलाकारिता क्षेत्रमा थोरै योगदान पुर्याउन नसके पनि थोरै चिजहरू मैले पनि गरेको छु। तर यहाँबाट अमेरिकाबाट जाने बित्तिकै के भन्छ यस्तो उस्तो यो त्यो यताउता त्यो जति कुराहरू मिसिएको छ नि यो सरासर गलत छ। अनि अर्को कुरा, यहाँ अमेरिका आउने बेलामा के सहमतिबाट आएको थियो, कसरी आएको थियो है। मैले विनोद अधिकारी दाइलाई चाहिँ मैले चिन्दैन। मैले उहाँको नाम सुनेको छु मैले, तर मैले उहाँको प्रोग्राम पनि यहाँ मैले धेरै ठाउँमा हेरेको थिएँ। उहाँलाई मैले चिन्दिनँ। आज जुन खालको के भन्दाखेरि विनोद अधिकारीलाई आरोप लाउने हैन, एउटा आयोजक टिममाथि के भन्दाखेरि यस्तो गर्यो उस्तो गर्यो यो गर्यो त्यो गर्यो भनेर जुन आरोप लाउने छ यो सरासर गलत छ। म फेरि पनि भन्न चाहन्छु, के भन्छ खोला तरेर लौरी बिर्स्यो नआउने जेलसम्म यहाँ के भन्छ पुरै के भन्छ यो गरेर आयो। तर आयोजक भइसकेपछि म पनि अरू देशमा जाने बेलामा आयोजकको हिसाबमा कलाकारिताको हिसाबमा म पनि अरू देश पुगेको छु। तर आयोजक टिमले पासपोर्ट लिन्छ। अझै तिम्रो लियो कि लिएन थाहा भएन मलाई है। आयोजक टिमले लिन्छ नै। त्यसमाथि अमेरिका आइसकेपछि धेरै कलाकारहरू लुकेर बसेका छन्, हिस्ट्रीहरू छन्, त्यो तिमीले राम्रोसँग बुझेका छौ। तर कहिले के नाटक कहिले कसको घरमा गेनारी गएको छ भनेको छ, कसैले कहिले कुनको घरमा गएको छ। तर तिमी यही घमण्डले गरेर छ नि तिमी आफै सकिन्छौ नानी है। तिमीलाई मैले गेनारी गाली यो त्यो मेरोबाट के पनि हैन, तर तिम्रो जति पनि गेनारी सुनेको छु मैले, तर तिमी एकदम सरासर तिमी गलत छौ। तिमीले यी किन नभनेको, यी कुरा किन नगरेको। तिम्रो के भन्दाखेरि सब चिजहरू के भन्छ आफूलाई राम्रो हुँदा आफ्नो के भन्छ आफू मर्जीले खुसीले बाहिर जाँदाखेरि होटेलमा राखेन, घरमा लयो। तिमीलाई त एउटा रेस्पेक्ट गरेको यहाँको मान्छेले। यहाँ दुनियाँको घर हिँड्नु मन लागेन अरे। तिमी भन्दा पनि कयौँ सिनियर कलाकारहरू पनि यहाँ आउनु भएको छ। खै सबैजनाको घर जानुभएको छ। एउटा रेस्पेक्ट गरेर बोलाइसकेपछि जानुपर्छ। तिमीलाई होटेलमा तिमीलाई आफ्नो मन लागि गर्न पाएन तिमीले है। तर याद राख, तिमी यस्तै तालले हो भने तिमी पतन हुन्छौ। तिम्रो कार्यक्रम मैले त म यहाँ केन्टकीमा हुने बेलामा तिम्रो कार्यक्रम बहिष्कार गर्छु भनेको थिएँ मैले है। तिम्रो कार्यक्रम यहाँ हुने बेलामा म आउँदिनँ भनेको थिएँ मैले। तर त्यस्तै दुर्भाग्य बस नेपालको कन्डिसनले 23-24 को आन्दोलनमा जसरी एउटा आन्दोलन भएको थियो त्यो कारणले गर्दाखेरि यहाँ एउटा प्रोग्राम रोकिएको थियो। तिम्रो प्रोग्राम म हेर्न जान्न। तिमी त मैले भने नि मन नपर्ने कलाकारमा तिमी गनिन्छौ। तिमीलाई त मैले कलाकारै भन्दिनँ मैले। तिमी कसरी कलाकार भयो, न स्वर छ न गला छ न के भने कला छ। एकछिनको ऊ गरेको भरमा तिमी हुवा र हुवा। त्यस कारण गर्दाखेरि विचार गर। एउटाले अर्कोलाई तिमीले आरोप लाउनुभन्दा अगाडि तिमीपट्टि पनि कमजोरी फर्केर हेर। अरूलाई एउटा औँलाले देखाउनुभन्दा अगाडि तिमीलाई 4वटा औँलाले फर्केको तिमी आफू हेर। त्यो कारणले गर्दाखेरि अमेरिका आएर बदनाम गरेर जाने तिम्रो त्यो हैसियत छैन। बुझ्यौ। यहीँ हुने बेलामा भन्नु पर्थ्यो। हामी पनि मरेका थिएनौँ, हामी पनि यहीँ थियौँ, जिउँदै थियौँ। खै त यत्तिका नेपालीहरू हुन्थ्यो, त्यत्तिका प्रोग्रामहरू थियो त, त्यत्तिका नेपालीहरू हेर्न गएको थियो तिम्रो कला देख्नलाई। गला नभए पनि तिम्रो सुन्न गएको थियो त। त्यो कारणले गर्दाखेरि सरासर छ यो। तिमीले माफी माग्नुपर्छ होइन भने तिमी जस्ता कलाकार, तिमी जस्तो कलाकारको नाउँमा कलङ्क गर्नेलाई त
कुनै देशमा कुनै कार्यक्रममा पनि तिमीलाई लानुहुन्न ल, ठोक्वाका साथ भन्छु म। तपाईँहरू चाहे रिसाउनुहोस् चाहे खुसाउनुहोस्, मेरो भित्री मनबाट बोलेको मैले, यति भने मैले। धन्यवाद तपाईँहरूलाई है त।